हेलो साथीहरु, नमस्ते नमस्कार सबैलाई फेरि स्वागत छ आजको मेरो भिडियोमा। सो साथीहरु, आज चाहिँ झोला बोकेर लाग्यो काठमाडौँ बालेन सिटी काठमाडौँ तर्फ र अहिले चाहिँ हामी जाँदैछौँ एयरपोर्ट तर्फ र हामीसँग हुनुहुन्छ हाम्रो गणेश दाई, त्यसपछि म अनि हाम्रो वीरेन्द्र दाई अनि हाम्रो गुरुजी। सो यो गाडी चाहिँ हामी एयरपोर्टसम्म लिएर जान्छौँ। त्यसपछि हामी चाहिँ प्लेनमा जाँदैछौँ केटीएम बालेन सिटी र त्यसपछि हामी इन्टर गर्छौँ धनगढी विमानस्थल। एकमात्र स्थल हाम्रो धनगढीको विमानस्थल, हेर्न सक्नुहुन्छ कस्तो छ, झक्कास छ नि हाम्रो धनगढीको विमानस्थल। त्यसपछि हाम्रो नेपालको झन्डा फरफराएको पनि देखाइदिए मैले तपाईहरुलाई गाइजहरु। र हामी भित्र पुग्छौँ र भित्र पुगिसकेपछि हामीले गाडी चाहिँ हाम्रो गणेश दाइलाई दिएर हामी चाहिँ भित्रतिर लाग्छौँ। त्यहाँ चाहिँ बोर्डमा वेलकम टु धनगढी एयरपोर्ट लेखेको रहेछ र त्यो चाहिँ मैले तपाईहरुलाई देखाइदिएँ हैन, क्यामेरा यतापट्टि गरेर। र फटाफट भित्र गएर हाम्रो गुरुजी श्री एयरलाइन्सको टिकट लिन थाल्नुहुन्छ र भिडभाड त त्यति थिएन धनगढीको एयरपोर्टमा, हेर्न सक्नुहुन्छ एकदम खाली थियो। त्यसपछि लगेज चाहिँ उता माग्न थाले। त्यसपछि वीरेन्द्र दाइले एकछिन कोट निकालेर लगाएर मेरो कोट लिनुभयो र त्यसपछि बोर्डिङ पास हाम्रो हातमा परिसकेपछि हामीहरू अगाडितर्फ लाग्यौँ। ल साथीहरू, अब फाइनली हामी चाहिँ बोर्डिङ पास गरेर भित्र छिरिसक्यौँ एयरपोर्ट भित्र। हाम्रो प्लेन चाहिँ उहाँ भित्र छन् अनि हाम्रो गुरु यता हुनुहुन्छ, उता दाई। अब चाहिँ हामी प्लेनतर्फ जाँदैछौँ अगाडि। सो सबैजना चाहिँ लाइनमा देख्न सक्नुहुन्छ, सबैजना आफ्नो टिकट लिएर लाइनमा लागिसक्यो। अब हामी पनि जाँदैछौँ अगाडि। सो प्लेन पछाडि छ हाम्रो। अब आजको यात्रा चाहिँ धनगढी हाम्रो गोपियामाल सिटी टु केटीएम बालेन सिटी। सो एकदम हामी चाहिँ घुमघाम गर्नलाई जाँदैछौँ। अब प्लेन पनि एकदम रेडी छ, दाइहरू पनि लाइनमा लागिसक्नुभयो। आजको प्लेन चाहिँ हाम्रो श्री एयरलाइन्स। ल अब प्लेनको पखेटानी हेर्न सक्नुहुन्छ घुमिसक्यो। सो सबैजना भित्र गइसक्यो। अब हामी चाहिँ जान बाँकी छौँ। प्लेन पनि स्टार्ट भइसक्यो। यहाँ उता चाहिँ हाम्रो लगेजहरू हालिरहेको छ भित्र। जाउँ। त्यसपछि फाइनली साथीहरू हाम्रो प्लेन चाहिँ दौडिन्छ होइन। सो उड्नको लागि पहिला दौडिन्छ अनि बल्ल उड्छ नि त होइन, त्यो त सबैलाई थाहा भएकै कुरा हो। र केही समयमै हाम्रो प्लेन चाहिँ आकाशको उचाइमा पुग्छ। त्यहाँबाट चाहिँ एकदम रमणीय दृश्यहरू देखिन्छ, जङ्गलहरू, खोलाहरू, बाटोहरू होइन, साना साना घरहरू, यस्तो बवाल देखिन्छ साथीहरू, हेरिराखौँ जस्तो। तर के गर्ने, प्लेनमा त मलाई हल्का झ्याक डर लागिरहेको हुन्छ होइन। कहिले पैया छुटेको हुन्छ, कहिले पखेटा छुटेको हुन्छ प्लेनको, त्यही भएर चाहिँ डर लागिरहेको हुन्छ मलाई। त्यही पनि आनन्दले म तल हेरेर म गइरहेको छु। त्यसपछि र म चाहिँ अगाडिको सिटमा बसेको थिएँ। पछाडिको सिटतिर चाहिँ हाम्रो गुरुजी र वीरेन्द्र दाई बस्नु भएको थियो। त्यहाँ चाहिँ मिठाई देखाउँदै हुन्थ्यो, मलाई जिस्काउँदै हुन्थ्यो मिठाई देखाएर। र त्यो उचाइबाट जुन हिमालहरूको दृश्य देखिरहेको थियो साथीहरू, ओ माई गड, यस्तो बवाल देखिरहेको थियो कि के भन्नु, हेरिराखौँ जस्तो साथीहरू। प्लेनको यात्रा आरामदायी त हुन्छ साथीहरू, तर डर चाहिँ धेरै लागिराख्नु हुन्छ। मेरो मुखबाट थाहा पाइराख्नु भएको होला। सो अनि उतातिर हाम्रो गुरुजीहरू वीरेन्द्रहरू चाहिँ कता कुरा गरिराख्नु थियो। गुरुजी चाहिँ मलाई हेरिराख्नु भएको थियो उताबाट बसेर। अनि मैले जुम गरेँ हल्का, तर निदाउनु भएको रहेछ। मैले त हेरेँ जस्तो लागेको थियो। तराई पहाड हिमाल हेर्दै फाइनली हामीहरू साथीहरू बालेन सिटी काठमाडौँ पुगिहाल्यौँ। त्यसपछि हेर्न सक्नुहुन्छ काठमाडौँको साना साना घरहरू एकदमै दामी देखिरहेको छ साथीहरू यहाँबाट माथिबाट। र माथिबाट बालेन सिटी काठमाडौँ हेर्दा तलतिर पनि पुग्न लागिहाल्यो। त्यसपछि हाम्रो प्लेन चाहिँ रनवेतिर झर्न लाग्यो र रनवेतिर झर्ने बेला चाहिँ प्लेन अलिक बढी नै हल्लिने रहेछ साथीहरू। सो त्यसपछि चाहिँ हाम्रो प्लेन सकुशल ल्यान्डिङ गर्यो। एकदम ढुक्क आनन्द भयो, शान्त भयो मन। त्यसपछि फाइनली हामीले चाहिँ बालेन सिटी काठमाडौँमा चाहिँ गोपियामाल सिटीबाट बालेनमाल सिटीतर्फ फाइनली सकुशल ल्यान्डिङ गऱ्यौँ। एकदमै रमाइलो भयो साथीहरू। र सकुशल ल्यान्डिङ भइसकेपछि सबैको मुखमा चाहिँ खुसी थियो र हामी सबैजना आनन्दले एक लाइन बाई लाइन तलतिर ओर्लिन लाग्यौँ। र उतातिर हाम्रो एयर होस्टेस दिदीले चाहिँ सबैलाई नमस्ते नमस्ते गर्दै हुनुहुन्थ्यो। र प्लेनबाट उत्रिसकेपछि चाहिँ हामीहरूलाई एउटा बसले लिन आउँदो रहेछ। त्यसपछि हामी बसमा बस्यौँ र अगाडि हामी गेटतर्फ लाग्यौँ। त्यसपछि सबैजना बसको यात्रा गरिसकेपछि आफ्नो लगेज लिनको लागि सबजना एयरपोर्टमा बसिराख्नु भएको थियो र हामी पनि आफ्नो लगेज लिनको लागि बसिरहेका थियौँ। ल फाइनली हामीहरू चाहिँ गोपियामाल सिटीबाट बालेन सिटीमा प्रस्थान गरिसकेका छौँ। अब घुमघाम गर्न बाँकी छ। भर्खर आएको हामी, भर्खर पुग्यौँ। र त अब चाहिँ ट्याक्सी बुक गर्दैछौँ हामी। त्यसपछि फाइनली हामीले ट्याक्सी बुक गर्छौँ र लाग्छौँ हामी रुमतर्फ। सो गाइजहरू, आजको भ्लग तपाईँहरूलाई कस्तो लाग्यो? यदि मन पऱ्यो भने प्लिज लाइक, कमेन्ट, सेयर, सब्सक्राइब र फलो गर्न चाहिँ नबिर्सिनु होला। सो हामी भेट्नेछौँ फेरि नेक्स्ट भ्लगमा। तबसम्मलाई टाटा, बाई बाई।